सर परिचय पाऊँ? म चाहिँ अर्जुन दाहाल, म यही प्रोजेक्टमा म्यानेजमेन्ट टिममा छु। के भइरहेछ, के काममा कस्तो साइडमा पिल्लरहरू उठाउने काम भइरहेछ, माटो कटिङको काम पनि भइरहेछ, सोलिङ पिसिसी पनि भइरहेछ, अनि पाइलिङको काम पनि मोटामोटी 200 वटा जति पाइलिङ हामीले गरिसकेका छौँ। मेरो नाम चक्रवर्ती कण्ठ, सुपरिन्टेन्डेन्ट इन्जिनियर, सङ्घीय सचिवालय डिमान्ड तथा व्यवस्थापन कार्यालय। अब अहिले काम भइरहेकोमा हामीले दुईवटा काम गरिरहेका छौँ। एउटा प्यारापेट निर्माणको काम गरिरहेका छौँ। त्यो प्यारापेटमा 10,000 सिट क्षमता हुन्छ र अर्को 6वटा फ्लड लाइटको निर्माण भइरहेको छ। त्यो दुईटै कामहरू गर्दै गर्दाखेरिको अवस्थामा यहाँ तपाईँले साइटमा हेरिरहनु भएको छ, साइटमा पनि काम भइरहेको छ। ती कामहरू अगाडि बढाउँदै गर्दाखेरिको अवस्थामा त्यसमा हामीले गर्नुपर्ने कामहरूमा दुईवटा अलग अलग निर्माण व्यवसायहरू हुनुहुन्छ। ती दुईटै अलग अलग निर्माण व्यवसायहरूले पूर्वी ब्लक र पश्चिम ब्लकको प्यारापेटको कामहरू गरिरहेछौँ। त्यो प्यारापेटको कामहरू गरिरहँदाखेरिको अवस्थामा त्यसमा चाहिँ हामीले मुख्य रूपमा 10,000 सिट क्षमतालाई चाहिने अहिले फाउन्डेसनको काम भइरहेको अवस्था छ। त्यो फाउन्डेसनको कामहरू गर्दाखेरिको अवस्थामा अहिले खास साइडमा त केही समस्या छैन। साइडमा हामीले सुरुमा अलिकति को तर्फबाट हेर्दाखेरि त्यो समस्या हुन सकेको होला अथवा होला, तर सम्झौताको हिसाबले गर्दाखेरि त्यो जोखिम उहाँले लिएर रेट आफ्नो भर्नुभयो होला भन्ने हाम्रो विश्वास हो। त्यो एउटा सम्झौता मात्रै यसले असर गर्दैन। यो प्रगति समग्रमा कति % भएको छ? यसले चाहिँ डेडलाइन मिट गर्छ कि गर्दैन? अब यसलाई अहिले ठ्याक्कै प्रगति यति नै भयो भन्दाखेरिको अवस्थामा हाम्रो साथीहरू सबै नापी नै गरिरहनु भएको छ र अहिले फाउन्डेसनको काम मात्र भएको कारणले गर्दाखेरिको अवस्थामा 25% को हाराहारीमा पुग्यो होला भने अनुमानित हो। ठ्याक्कै यति नै 25 हो भनेर भन्न अलिक मिलेर त्यो हाराहारीमा चाहिँ अलि भएको जस्तो भन्न सकिन्छ। यो डेडलाइन अब चाहिँ 47 दिन कति बाँकी? अब आज भनेको हामी 28औं दिनमा सम्झौताको हिसाबले प्यारापेटतर्फको काम 19 गते भयो। त्यो हिसाबले आज 28औं दिनमा छौँ र फ्लड लाइटको काम चाहिँ 22 गते सम्झौता भयो। त्यो हिसाबले गर्दाखेरिको अवस्थामा 3 दिन अलिकति कम भएको हो। तर त्यो 3 दिन कम भए पनि काम सम्पन्न गर्नुपर्ने अवधि भनेको यही 2082 को वैशाख 24 गते नै हो। यो फ्लड लाइट